हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सबैजनालाई। अनि आज चाहिँ न्यू ब्लग बिहानै मैले चाहिँ भिडियो सुरु गरिसकेको थिएँ यो बेला। अनि किनभने मेरो क्यामेरामा साउन्ड हराइरहेको थिएछ, मलाई थाहा भएन। अनि हामी चाहिँ खेम्पालुङमा छौँ अहिले चाहिँ दाबाराक। अनि बिहान मैले चाहिँ भिडियो स्टार्ट गरेको थिएँ, तर साउन्ड चाहिँ उयो भएको थिएन छ। अनि भए पनि मैले भिडियो राख्नु पर्यो भनेर यसलाई नै एडिट गरेँ, साउन्ड भरिरहेको छु। अनि एकदमै चिसो छ यो ठाउँ चाहिँ रहेछ। अनि हामीले गएको थियौँ, अनि त्यहाँ हिउँ परेको रहेछ, अनि त्यही भएर पनि चिसो बढी भएको। अनि त्यही हो, हामी चाहिँ बिहान हिँडेर बेलुका झन्डै 11-12 घन्टा हिँडेर मात्रै पुगिन्छ त्यो ठाउँमा। भिडियोलाई अन्तिमसम्म हेरिदिनुलाई माया गरिदिनु ल। साथीहरू, हामी चाहिँ लाग्यौँ मन्दिरतिर। अब चाहिँ पूजा गर्नलाई सारेर नि हौ बोल्ला। यहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ है नानाहरू। अनि हाम्रो चाहिँ यहाँबाट फु जानुपर्ने अरे खेम्पालुङ। सबैजनाले दियो चाहिँ यहाँ लिइसकेको छौँ है हामीले चाहिँ। उहाँले पनि लिइसक्नु भएको छ यहाँ नि। अनि अब चाहिँ हामी जान्छौँ यहाँबाट। मेरो दियो घोप्टी जान्छ ल हौ। भन्न घाम लाग्यो नि आज, हिजोको जस्तो। हिजो देउरालीको जस्तो भयो त। यता नाना नि भिडियो बनाउँदै हुनुहुन्छ है कि फोटो। ल है साथीहरू, लाग्यो है। अब हामी चाहिँ लगेर गयो। के हुन्छ त अब। एउटा त छँदैछ, अर्को माग्नु। पनि छोडिराख्नु। एक पोखरा चाहिँ बाटो खाली हुन्छ हजुर। अब तपाईँहरू अहिले म चाहिँ यहाँ हुनु होला, मजाले घुमेर आउनुहोस्, लानुहोस्। जाउँला चाहिँ होइन है, खेम्पालुङ जाउँला। यो बाली भाकल गरे खाएको नै नगौला। ओए कति होचोमा जस्तो। ल है साथीहरू, हामी चाहिँ दियो बाल्न जाँदैछौँ उकालो। बिहे त के गर्नु हौ, एउटै काफी। त्यो त धेर भइरहेको बेला भन्नु पनि नमिल्ने। त्यही हो, एकदमै राम्रो छ यो ठाउँ चाहिँ। तपाईँहरू पनि आउनु होला। आउँदाखेरि मात्रै अलिक गाह्रो, यहाँ आएपछि फर्किनु मन नलाग्दो रहेछ। एकदमै राम्रो छ है ठाउँ चाहिँ। अझ हिउँ परेको छैन अहिले चाहिँ। माथि चाहिँ के को त हिजो हामी आएको ठाउँ पो त नि। पर धजा। यस्तो डाँडै यहाँ हिउँ परेको छ। अनि हामी चाहिँ यो तल बसेको थियौँ। यो रातो म गुम्बादेखि माथिल्लोमा बसेको थियौँ हामी चाहिँ। अनि आउँदै हुनुहुन्छ नानाहरू। अनि हामी चाहिँ उकालोमा जाँदैछौँ। अब कतिसम्म देखाउन मिल्छ म देखाउने छु हजुरहरूलाई।
मेरो चाहिँ अहिले चाहिँ क्लियरै छ, भराइ चाहिँ कस्तो देखाउँछ है। हामी चाहिँ एकदमै उकालो छ है, हामी बसेको बाटो यहाँ माथि पुग्नुलाई चाहिँ। तर पनि हामी भोकेर जाँदैछौँ। फेरि एउटा दियो मात्रै पो लग्यो भन्नु होला नि, गोजीमा छ पैसा, अरूको हातमा छ चामल। त्यही भएर यता फोटो खिच्नु मिल्छ। ए कस्तो राम्रो हौ, पशुपति जस्तो छ त। स्वयम्भू पशुपति। गाई गोरु नि ल्याउनुहुन्छ यता? ए साथीहरू कति राम्रो छ है यहाँ चाहिँ, तपाईँहरूले सोच्नु भएको भन्दा धेरै राम्रो छ। म त यस्तैमा त राम्रो हुन्छ त यो त, यस्तो उयोहरू। मैले चाहिँ सोचिरहेको थिएँ ढुङ्गा होला अनि यसो पस्ने ठाउँ होला, वारपार गऱ्यो आयो सोचिरहेको। यस्तो राम्रो यो हो। यस्तो यता चाहिँ किन्नु पाउँदैन, यस्तो यता चाहिँ किन्नु पाउँदैन। ए आउनेहरूले लिएर आएको। ए यता पनि राख्नु पर्ने क्या, कसैले किनेर लाउँथ्यो होला नि। ए आउँदै हुनुहुन्छ है पछाडि पनि हाम्रो साथीहरू। हामी चाहिँ अगाडि सबै आउँदैछ आउँदै हुनुहुन्छ। त्यो अलि धेरै मान्छेहरू चाहिँ आउने यस्तो आउने जाने गर्छ। ए अनि चैत वैशाख फागुन 3 महिना चाहिँ फेरि यता गुरुङ राई जिमी राई ए गाउँले तकभरि आउँछ। फेरि फुलको लागि आउँछ नि यताको चाहिँ। बेनसङमा र त्यताकोभरि आउनु। ए अलि टाढोको चाहिँ अलि हिउँदमै। ए तपाईँहरूलाई नि तल सुरुमा छिर्दा स्वयम्भू जस्तो लाग्यो कि लागेन? सेम नि। म त अनि कस्तो त्यो स्वयम्भूमा त्यो माथि जङ्गलको उयो जस्तो नि। त्यही त भन्नु सिकेको छु नि मैले। त्यही हो मेरो चाहिँ, तपाईँको चाहिँ त्यही त। यो ध्वजाहरूले नि अर्कै मजा है, राम्रो देखिने। यस्तो पो हुन्छ त नि, मन्दिर जाने ठाउँहरू त नि कति राम्रो नि। यसले पनि आकर्षण देखाउँछ, आकर्षक। यसले कति देखाउँछ नि। यो काठमाडौँबाट आउनेहरूले लगाएको रे, यो टाढोबाट आउनेहरूले। पछाडि पनि धर्म विश्वास गर्ने मान्छेहरू रहेछ नि त। आफ्नो आफ्नो फेरि उहाँहरूको आफ्नो भयो। तल बाहिर गइसकेपछि त गाउँको कल्चर त वास्ता गर्दैन नि त कुनैले। जे भेट्यो त्यही। यो चाहिँ टोइलेट हो, खेम्पलुङको टोइलेट। त्यही नजिकै हो खेम्पलुङ। ए नजिकै रहेछ त। हामी त पहिलोचोटि भएर के नि याद पनि छैन। केही थाहा छैन। मलाई पनि त तिर्सना भएको पनि उतै बस्छ। कता के हाल्नुपर्ने यहाँ हो, यो हो खासमा। यहाँ चाहिँ निस्किनु पर्ने यहाँ। ए यहाँ चाहिँ चप्पलसँग जानु मिल्छ। यहाँ खोल्ने ठाउँ रहेछ नि। उयो खोल्नु पो पर्यो। कम्ती चिज छैन त नि। सक्स लाएर जाँदा हुन्छ होला नि। पनि त खोल्नु पर्ने त होला। अनि टिकेर खोल्नु पर्छ।
होइन त्यति त गरौँ न त हो अनि यत्रो आएको ए होइन बोकी त राख्नुपर्छ कस्तो आनन्द पो रहेछ हौ म त त्यो के म चाहिँ सोचेको भन्दा अर्कै गाई गोरु चाहिँ फेरि जाँदैन यहाँ अहिले त भित्र बत्ती रहेछ नि त पुरा रहेछ अस्ति थिएन टर्च चाहिँदैन रहेछ बत्ती रहेछ भन्थ्यो नि हामी चाहिँ यो चाहिँ खोल्सी होला नि कुलो काटेको ओ माई गड कस्तो राम्रो देखेको यो नयाँ ध्वजा त झन् तलको गुम्बामा चाहिँ उयो घुमाउनु पाउँछ मानी हामी पस्ने द्वार चाहिँ यही रहेछ धर्मद्वार अनि हामी तल अघिको मान्छे हो यो चाहिँ छोरी मान्छे हो फेरि अनि यसमा चाहिँ हामीलाई छोरा छैन भने छोरा माग्दा छोरी छैन भने छोरी माग्दा यसले आफूले के सोचेको त्यो माग्नु पर्यो त्यो माग्नु पर्यो दिन्छ मलाई त केही नमाग्ने सुख शान्ति भए पुग्छ त्यही हो म त सबै अनिसलाई चाहिँ के पो लिएर मैले सोचेको के थियो अघि बाटोमा जस्तो भन न भयो त लु जाउँ अब कता अब भयो होइन जुत्ता खोल्नु पर्यो जुराब खोल्नु तपाईँको सल मिस है साथीहरू लाइट चाहिँ कहिले बाल्नु अगरबत्ती त पुरै छोडे त होइन बाल्नु हुँदैन अरे भरे आएर खिच्दा त हुन्छ होला नि हौ हामी चाहिँ अब धर्मद्वारतिर लाग्यो है साथीहरू यो भित्र नि खिच्नु मिल्छ भित्र त तर खस्छ कि भन्ने हो ए होइन म अलिकति मात्रै गर्छु धेरै गर्दिनँ यहाँ पो बजाउनु पर्दैन बत्ती रहेछ लु है साथीहरू हामी चाहिँ निस्किसक्यौँ अहिले चाहिँ तबेला चाहिँ यहाँ अरे भगवानको घोडा बान्ने तबेला यहाँ भेटी चढाइराख्दो रहेछ त यहाँ पनि ल हामीले चाहिँ टिका सिका नि लगाइयो मैले त झारी पठाएँ कि क्या टिका मेरो देखिन्छ हेर्नु त देखिन्छ मेरो देखिन्छ म त सट्टै सिँदुर जस्तो मरेपछि आफूले पाउँछ अरे त्यो त्यहाँ दर्शन गरेको चाहिँ लु है यहाँ चाहिँ यस्तरी कपाल चुडालेर हाल्नु पर्दो रहेछ यो खोल्नु पाए त कति हो कति कतिवटा आयो मेरो यहाँ चढाउनु पर्ने ए कपाल चढाउनु पर्दो रहेछ केस पनि छ कि सुन्नु त कालै रहेछ नि निस्किन्छ हौ मैले दुईटा पनि पछाडितिरको तान्नु नि त तान्नु न घुचुकको लामो हुन्छ कि ओ त्यसमै आउँदैन हैन सिल्की राम्रो छ टाउको नदुखोस् टाउको नदुखोस् अब चाहिँ दर्शन गरिसक्यो है अब यही हो अन्तिम हजुर
हामी छिरेको मुनिको माथिको जङ्गल हो ए अँ ए हो अनि ऊ माथिबाट पसेको हामी आधा घन्टा लाग्ने रहेछ आधा घन्टा लगभग धेरै हामी चाहिँ धेरै भएर एक्लै भए त लाग्दैन नि त्यत्रो 15 मिनट 20 मिनट लाग्ने सक्यो है हाम्रो यता खेम्पालुङको दर्शन पनि अब चाहिँ हामी फर्किँदैछौँ अनि अब कहाँ हो भेटी चढाउने ठाउँ अन्तिम यही हो ए मेरो त उब्रिएको त कहाँ राख्नु भेटी एउटा भेट्यो उब्रियो म त तल दुई तिनवटा हालिदिएँ र पनि अझै उब्रेको छ अब यो माथि भयो नत्र उब्रेको छ भने तल गुम्बामा छोडिराखौँ न गुम्बै त भन्छ नि होइन तलको खोल्सीलाई चाहिँ यहाँ चाहिँ पानी बाहिरबाट नि बगिरहेको रहेछ यो ध्वजाले चाहिँ साह्रै राम्रो देखाएको छ हौ काठमाडौँकै जस्तो नि यो ध्वजाले नि काठमाडौँकै जस्तो देखाएको छ हौ साथीहरू अब चाहिँ हामी आफ्नो आफ्नो दियो लगेर जान लागिरहेका छौँ चामल छर्काउनु सबैजना ल हिँड्नु आउँदाखेरि चाहिँ माथि आएर फर्किँदै यहाँदेखि यही मर्देर जाउँ मेरो त मेरो ललिता मिस थियो ल है साथीहरू हामी चाहिँ फर्किँदैछौँ सबैको दियो राम्रै छ राम्रै बलिरहेछ अहिलेसम्म मेरो पनि बलिरहेछ तर सास पो ठुलो फेरेर घरिघरि बिताउनु खोज्छ तर पनि ठिकै छ हामीले चाहिँ अब खेम्पालुङको दर्शन गरिसक्यौँ अब तल गुम्बामा बाँकी छ त्यहाँ पनि जानेछौँ अनि यो हो हाम्रो मिस्यो मान्नु चाहिँ तपाईँको केही निस्किएन बिल आएर पो ल्याउनुपर्छ किटलीमा किटली मैले बालिरहेको नि त्यही सबिना मिस त्यो धेर भिजेको पनि बोल्दैन रहेछ क्या ठिक्क त्यो माथि अलिक नभिजेको अनि उता चाहिँ भिजेको त बच्चाले बोल्छ यसरी फोटो खिचिदिनु जानेर मर्म बुझ्ने मान्छे अघि भेटेको भए त हुन्थ्यो नि यो सकिँदा फाइनल्ली साथीहरू हामी चाहिँ अब देउरालीको दर्शन गरेर नि खेम्पालुङको गरेर नि फर्किँदैछु मैले चाहिँ अनि फेरि अहिले चाहिँ घामहरू नि डुबिसकेको छ पानी पर्ला पर्ला भइरहेछ आकाशतिर हामी चाहिँ माथिबाट झरेर नि खानाहरू बनाएर खाएर अहिले चाहिँ हिँडिसकेको छौँ अनि अगाडि जाँदै हुनुहुन्छ मिसहरू चाहिँ लु है साथीहरू हामी चाहिँ फर्किँदैछौँ अहिले चाहिँ यो ठाउँमा आइपुगेको छौँ मलाई ठाउँ चाहिँ थाहा भएन मैले खासमा हिजो पनि यो भिडियो चाहिँ बनाएको थिएँ तर यहाँ बनाएको भिडियोहरू सबै फ्याँक्यो आफै डिलिट भएर गयो त्यही भएर म अहिले देखाउने हजुरहरूलाई हाम्रो चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ ल है साथीहरू हामी चाहिँ पुल तर्यौँ है नयाँ पुल यो चाहिँ यो दाबाराक र अनि गौथलाको बिचको पुल रहेछ यो छ अनि काठको पनि छ अनि यो माथि हेर्नु झर्ना कस्तो दामी छ यहाँ आएर फोटो खिच्नु होला राम्रो छ घुम्नु आउनु होला ल यसको थर्मस भित्र हाल्नु भएको छ वेलकम टु यु एमबिसिपी यो चाहिँ गौथलाको मानी अरे हाम्रो भाइ राजाले भन्नुभएको
गीतको त साउन्डको घटाएरै मार्नु आएन यहाँ पनि खिच्नु आउँछु त होला सर यो देखिरहेको गाउँ चाहिँ गौँटाला हो हिजोको भिडियोमा मैले बनाएको थिएँ राति एउटै नउडेको छ भिडियो जति छ म त्यति हजुरहरूलाई देखाउने छु मैले एडिट गरिसकेको छु यता चाहिँ नेट नचल्ने रहेछ त्यही भएर मैले भिडियो अपलोडै भएन त्यही भएर अब गाउँ जान्छु अनि त्यसपछि हजुरहरूलाई देखाउने छु है त यो चाहिँ पर्सितिर हाल्छु ल ल साथीहरू हामी चाहिँ देउरालीमा आइपुग्न आँटेको छौँ अनि देउराली मुनिको खर्काबाट उकालो लाग्यो चिसो बढ्नु थालेको यहाँ आएपछि अनि अगाडि जाँदै हुनुहुन्छ साथीभाइ इष्टमित्रहरू चाहिँ है अझै टेन्सनमा चाहिँ हिजोको भिडियो डिलिट भएर रिस उठिरहेको छ दिनभरिको सिकार कान्छा बाउको अनुहार भन्नु जस्तो हामी चाहिँ अब फेरि देउरालीमा गएर फोटोहरू खिच्छौँ अनि कोही कोहीले टिकटकहरू बनाउनुहुन्छ होला हामी पनि बा बनाइन्छ अनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला खुट्टा नि दुखेको छैन कि त्यो हिजोकोले मेरो मुड अफ भइरहेको छ अनि बिहान चाहिँ पूजा गर्नुपर्ने थियो नि त त्यही भएर अलिक खुसी खुसी लागिरहेको थियो के है जस्तो अहिले आउँदैछु छन्द्री छुटिन त्यही हो तपाईँहरू पनि आउनु होला राम्रो छ पहिला आउनु भएको छ भने फेरि पनि आउनु होला पहिलाको भन्दा धेरै राम्रो व्यवस्थित छ अहिले दुलोमा पनि बत्ती 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 मैले थोरै खिचेको छु त्यो पनि हजुरहरूलाई हजुरहरूले हेरिसक्नुभयो होला तर ल हौ अनि तर चिसो अति बढी छ अनि चिसोको लागि चाहिँ हजुरहरू नै सेफ भएर आउनु होला भन्दै हामी चाहिँ देउराली पुग्नु अझै छ अलिक भिडियोलाई अन्तिमसम्म हेर्नु होला लेट्स सी मुटु ढुकढुक पिन्ची हुन थाल्यो ज्वरोले हाम्रो मिस अगाडिको मिस झन् एक्लै हुनुहुन्छ यो तल बाटोबाट त्यही भएर उहाँको चाहिँ अझ हाई लेभलको म्याराथन दौड हुँदैछ जिउ तताउनुलाई कुदेको के जिउ त पसिना आउनु आँट्यो हात चाहिँ कक्रिएर मर्नु आँट्यो देउरालीको ओह्रालो है साथी हो ढुङ्गे आउनु आँट्यो चाउचाउ पकाइ खाएर ढिलो भएको नत्र हामी अहिले पुगिसक्यौँ तल ठाडे ढुङ्गे 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 फर्किँदा त छिटै हुन्छ हौ यहाँदेखि प्लक्कै गयो भने कहाँ पुगिन्छ श्रमदान नै होला नि ढुङ्गे हो यो किन फेरि उक्का
मोबाइल किनिदिँदा भइरहन्छ। ल साथीहरू हामी चाहिँ रात परेर बिजोक भूत जस्तो छैन। अनि ललिता मिसको यहाँ कालिज मार्ने ललिता मिसको कालिज मार्ने लाइटले हामी त आउँदैछौँ यहाँ झर्दैछौँ। ढले ढले गीत मारिदिनु होला कृपया। अनि खाना जोक्स त महिलाले पनि कालिज मार्छ हेबे गीत मार यत्रो जङ्गलमा त्यहाँ नहाँस्नु न ललिता मिस चुडेल जस्तो लु त गर्छु 3 जना अहिले घर आइसकेको छु। अहिले चाहिँ बेलुकाको 9 बजिसकेको छ। अनि अहिले चाहिँ म घरमा आइपुगेर अनि भर्खरै आइपुगेको अनि टोइलेट सोइलेट गएर आएर बसिरहेको छु। अनि चिसोले आँखा एकदमै पोलिरहेछ आज। अनि चस्मा लाउँदा नि पुरा पसिना आयो नि त, त्यही भएर मैले चस्मा चाहिँ लाएन। त्यही भएर आँखा नि पोलिरहेछ हावाले अनि थकाइ नि लागिरहेछ। अनि त्यही हो, हिजोको चाहिँ अब त्यति राम्रो भिडियो भएन, त्यही पनि हेरिदिनु होला। मसँग जति भिडियो बाँकी थियो त्यति नै बनाइदिएँ। अनि आजको चाहिँ एकदमै राम्रो मेरो लागि चाहिँ राम्रो बनाएको छु। हजुरहरूले पनि इन्जोय गर्नुभयो होला भन्दै अहिले चाहिँ म घर आइसकेको छु। अब चाहिँ मैले मिसकोमै खानाहरू खाएर झरिसकेको छु। अनि अब चाहिँ म सुत्नुपर्ने हुन्छ भन्दै आजलाई चाहिँ यति नै। बाई बाई। अर्को भिडियोमा भेटौँला। अनि जति पनि मेरो भ्युअर्सहरू हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला। अनि जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ तपाईँहरूले चाहिँ सक्दो सेयर गरिदिनु होला भन्दै फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते नमस्ते बाई बाई।